घर कहाँ पर्यो सर? मेरो गुल्मी। अनि नाम के पर्यो तपाईँको? नाम त दलबहादुर सारू भन्छन्। दलबहादुर सारू। पक्का भन्नु न, हजुर पक्का भन्नु न। पक्का हो कि? कहाँ यो मायापुरी चोकमा है? मायापुरी चोक। कति सालबाट यो चलाउनु भएको छ? मेरो त भयो साल 6 महिना जति होला। व्यापार चाहिँ राम्रै छ है? लगभग चल्यो छ। पेट पाल्ने बाटो हो नि त। अनि घर पठाउन पनि त पुग्यो होला नि त पैसा? हजुर घरतिर पठाउन पनि पुग्यो होला पैसा? पुग्छ कर माम्मा। खाना बस्न है? हजुर खाना बस्न भन्यो नि त फ्री छ। हजुर। अनि यहाँ कहाँ बस्नुहुन्छ त? म यहाँ हजुर। म निकै रमाइलो दाजु हुनुहुन्न रहेछ। म त हेर्नु ठ्याक्कै यहाँ हमेली छ रेल लाइनको पछाडि। हजुर। त्यो हमेलीमा बस्छु। हवेलीमा? हवेलीमा। कति वर्ष? 6 महिना भयो भन्नुहुन्छ यहाँ? यहाँ यो काम गर्न लागेको 6 महिना भयो। हजुर। त्यहाँ बस्न लागेको त ठ्याक्कै 34 साल भयो। हजुर। यहाँ चाहिँ भोला पाइन्छ नेपालको, प्रीति चाउचाउ, अनि अर्को के अरे सुपर पावर सुर्ती, सिगरेटमा खुकुरी। हजुर। शेखर। हजुर। नेपाली सबै आइटम पाइन्छ है? मैले त उसमा नेपाल सानो छ क्या, त्यसो भएर रेडिया लिएर हिँड्छु। हजुर, एकदम बढिया। पानीको बोतल छ। अनि कोही पनि साथीहरूले नेपाली सामान चाहिएमा यहाँ मायापुरीमा टिम्बर मार्केटमा सम्पर्क गर्नु होला। चायको दोकान छ, चाय धेरै राम्रो बनाउनुहुन्छ। हामीले पनि पियो चाय, बडा टेस्टी चाय बनाउनुहुन्छ। हजुर। अनि चलो हुन्छ फेरि। हस्, हजुरसित कुरा गरेर धेरै खुसी लाग्यो। हस् दाजु है त। ल हुन्छ हजुर, हुन्छ सर।